नमस्कार साथीहरु, आजको यस भिडियोमा चाहिँ हामी प्रतिवेदन कसरी लेख्ने त क्लास 11 12 मा चाहिँ हरेक पटक सोध्ने नेपाली विषयमा चाहिँ सोध्ने प्रश्न पनि बनिसकेको छ। यो चाहिँ हामीले 4 बाक्समा सोध्ने गर्दछ। यो चाहिँ हरेक पटक सोध्छ। अब हामी प्रतिवेदन कसरी लेख्ने त? सबैभन्दा सुरुमा हामी प्रतिवेदन भनेको के हो त, यो चाहिँ कसरी लेखिन्छ भन्ने विषयमा कुरा गर्नेछौँ। प्रतिवेदनको परिचय हेर्नेछौँ हामी। सुरुमा प्रतिवेदन भनेको के हो त? प्रतिवेदन भनेको चाहिँ कुनै विषय, घटना, अनुसन्धान वा कार्यको बारेमा तथ्यपरक र व्यवस्थित रूपमा तयार पारिएको एउटा लिखित दस्तावेज हो। यसमा कुन काम, के काम चाहिँ कसरी भयो, किन भयो र यसको नतिजा के रह्यो त भन्ने कुरा चाहिँ स्पष्ट रूपमा उल्लेख गरिएको हुन्छ। त्यसपछि प्रतिवेदनका प्रमुख विशेषताहरू के छन् त? प्रमुख विशेषतामा प्रतिवेदन चाहिँ तथ्यपरकता हुनु पर्यो, अनुमान वा भावनामा नभई तथ्य र प्रमाणमा आधारित हुनु पर्यो, सरल र बुझ्ने भाषामा लेखिएको हुनु पर्यो, स्पष्टता, सरलता र बुझ्न सजिलो भाषामा हुनु पर्यो। अनि अर्को हुन्छ क्रमबद्ध र संरचनाबद्ध। सुरुदेखि अन्त्यसम्म स्पष्ट रूपमा, क्रमबद्ध रूपमा लेखिएको हुनु पर्यो। अनि कुनै निश्चित उद्देश्यका लागि तयार पारिएको हुनु पर्यो। त्यसपछि अनावश्यक विस्तारमा नगई आवश्यक कुराहरू मात्र समेटिएको हुनु पर्यो। अनावश्यक विभिन्न कुराहरू लेख्नु भएन यसमा। प्रतिवेदनको स्ट्रक्चर चाहिँ कसरी लेखिन्छ भन्दाखेरि चाहिँ एउटा पहिले हामीले शीर्षक लेख्नु पर्यो उक्त प्रतिवेदनको, अनि पृष्ठभूमि के भएका थिए, अनि उक्त कार्यक्रमको अथवा घटनाको उद्देश्य के थियो, उक्त कार्यक्रम अथवा घटना चाहिँ कसरी घट्यो, त्यसमा के कुराहरू भए, कुन समयमा भए, अनि त्यसपछि हामीले अन्त्यमा निष्कर्ष र उक्त कार्यक्रमबाट हामीले लिने सुझाव अथवा चाहिँ के कसरी चाहिँ उक्त कार्यक्रममा सफलता प्राप्त गर्यो लेख्ने। अब हामी हेर्छौँ प्रतिवेदनका प्रकारहरू। प्रतिवेदनका प्रकारहरूमा चाहिँ एउटा कार्य प्रतिवेदन, कुनै काम वा परियोजनाको प्रगतिबारे लेखिन्छ। अनि अर्को छ अनुसन्धान प्रतिवेदन, अनुसन्धान सम्बन्धी। अनि अर्को छ घटना प्रतिवेदन, जुन चाहिँ हामी कुनै घटना वा दुर्घटनाबारे लेख्छौँ। अर्को छ हाम्रो निरीक्षण प्रतिवेदन, जुन चाहिँ हामीले स्थलगत भ्रमण वा चाहिँ निरीक्षणपछि तयार गरिन्छ। त्यसै गरी अर्को वार्षिक प्रतिवेदन, जुन चाहिँ हामीले संस्थाको वार्षिक कार्य सम्पादनमा उक्त एक वर्षभरिमा के कुराहरू भए भनेर लेख्छौँ उक्त प्रतिवेदन चाहिँ। त्यसपछि अब हामीले प्रतिवेदन लेख्दाखेरि छुटाउनै नपर्ने कुराहरू अथवा चाहिँ प्रतिवेदन लेख्दा के कुराहरू गर्नुपर्छ त भन्ने हेर्छौँ। भाषा सरल र स्पष्ट अथवा शुद्ध हुनु पर्यो। कठिन र अनावश्यक शब्दहरूको प्रयोगबाट हटाउनुपर्छ, प्रयोग गर्नु हुँदैन। औपचारिक भाषा प्रयोग गर्नुपर्छ। बोलचालको भाषा चाहिँ हामीले प्रयोग गर्नु हुँदैन। वाक्य छोटो र अर्थपूर्ण हुनुपर्छ। प्रतिवेदनमा केवल तथ्य र प्रमाणका आधारित कुराहरू मात्र लेख्नुपर्छ। अनावश्यक आफूले कृत्रिम कुराहरू लेख्नु भएन। प्रतिवेदनका सबै भागहरू क्रमबद्ध रूपमा लेख्नुपर्छ। शीर्षक, प्रस्तावना, मुख्य विषय, निष्कर्ष र सुझाव लेख्न हामीले छुटाउनु हुँदैन। त्यसैगरी बुदागत र व्यवस्थित तरिकाले हामीले लेख्नुपर्ने हुन्छ। र प्रतिवेदन हामीले अनुच्छेदमा लेख्दाखेरि चाहिँ सन्तुलित अनुच्छेद बनाएर लेख्नुपर्ने हुन्छ। यसरी लेख्दा तपाईँको प्रतिवेदनले फुल मार्क्स नै नभए पनि तपाईँको मार्क्स आउने सम्भावना धेरै हुन्छ। अब हामी हेर्नेछौँ प्रतिवेदन लेख्दाखेरि चाहिँ नमुना। हामीले एउटा प्रतिवेदन लेखेको छ, उक्त प्रतिवेदनको नमुना हेर्छौँ हामी, जुन चाहिँ प्रतिवेदनको शीर्षक रहेको छ खेलकुद समापन समारोह सम्बन्धी प्रतिवेदन। उक्त प्रतिवेदनमा चाहिँ हामीले परिचय मतलब सुरुको भाग लेखेका छौँ, जसमा चाहिँ हामीले उक्त मिति, कुनका संस्थाले आयोजना गर्यो, अनि उक्त कार्यक्रममा चाहिँ को चाहिँ सहभागी भए, को अतिथि भए जस्ता कुराहरू लेखेका छौँ। अनि विवरण, उक्त कार्यक्रममा चाहिँ के कुराहरू भयो त, बिहानदेखि बेलुकासम्म के कार्यक्रमहरू भए, अनि को उपस्थित भए, कसले बाचा मतलब कसले चाहिँ मन्तव्य दिए, त्यस्ता कुराहरू। अनि अन्तिममा हामीले अन्तिम भागमा निष्कर्ष राखेका छौँ, जुन निष्कर्षमा चाहिँ हामीले कार्यक्रमको बारेमा निष्कर्ष राखेका छौँ, जसलाई चाहिँ अब कार्यक्रमको अन्तिम के भयो त कार्यक्रममा भनेर समेटेर। यस्तै विभिन्न खालका जानकारीमूलक विद्यार्थीहरूका लागि टिप्सहरू हेर्नका लागि हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गरेर जोडिनु होला साथीहरू। अर्को नयाँ भिडियोमा योभन्दा रोचक विषय लिएर आउनेछौँ। हस्त धन्यवाद, नमस्कार।